नमस्ते साथीहरू। आज चाहिँ म यहाँ चिकनको अचार बनाउन जाँदैछु। चिकनको अचार बनाउनको लागि मैले 2 केजी बोनलेस मासु लिएको छु हैन। यसलाई मजाले डिप फ्राई गर्ने अनि यो डिप फ्राई भइसके पछाडि चाहिँ यसमा अब हामीले हाल्छौं हैन अदुवा लसुनको पेस्ट, त्यस पछाडि नुन स्वाद अनुसार, अनि त्यसमा हामीले हाल्छौं बेसार, अनि यसमा सर्स्युको धुलो, रायोको धुलो जुन मलाई लाग्छ त्यो हाल्ने, अनि यो रातो खुर्सानी मजाले भुटेर पिसेको यो रातो खुर्सानी हालेँ। त्यसपछि मैले जिराको धुलो हालेँ, अनि मैले चाहिँ मिट मसला पनि हालेँ हैन। अनि यसमा भेनेगर हालेँ, अनि तेलमा मजाले पकाएँ हैन, मजाले मसला पकाएँ। अनि चिकन पनि एकदम मिठो बास्ना आउने गरी यसलाई पकाइ गरेर हाम्रो यो चिकनको अचार चाहिँ रेडी भयो है। मैले यसमा भेनेगर पनि हालेको छु अमिलोको लागि। अब हजुरहरु पनि घरमा यसरी नै बनाउनु होला। ल यो रेडी भयो, अनि त्यसपछि मैले यसलाई बट्टामा हालेँ। हालिसके पछाडि यो अब बिग्रिदैन, किनभने यसमा अब पानी परेको छैन, यो डिप फ्राई हो नि त हैन। हजुरहरुले पनि घरमा यसरी नै बनाउनु होला। थ्यांक यू फर वाचिङ।